गुड मर्निङ गाइज। यो चाहिँ हाम्रो डे 2। अहिले चाहिँ हामी बेसी सहरमै छौँ। अब एकछिनमा चाहिँ गाडी आउँछ अनि हामी माथि मनाङ भ्यालीमा चाहिँ छिर्छौँ। आज चाहिँ न्युजहरू चाहिँ राम्रो छ होइन, गाडीहरू चल्ने यताउता कुराहरू छ। जो चाहिँ नचलेको भएर चाहिँ भन्नु परेको थियो। आज चाहिँ माथि जान्छौँ। यो चाहिँ बिहानको 5 बजे यस्तो छ भ्यू। गुड मर्निङ गाइज। गुड मर्निङ। के छ, हामी कता हो अहिले? सर ठिक छ नि, सब गुड। नमस्कार। चाहिँ हाम्रो ड्राइभर दाइ। यो चाहिँ एउटा जिप छ, अर्को एउटा जिप आउँदैछ। अघि भनेकै एउटा शब्द ल। मनाङ इज कलिङ। एउटा इन्ट्रो ल, आफ्नो इन्ट्रोडक्सन अनि कहाँ जानु लाग्यो आज? मनाङ भ्याली। ओके, थ्याङ्क यू। Manang on the way. Bye bye. पागल हो, पागल हो भाइ, पागल हो। एकदम ठुलो झर्नामा आइदिएको छौँ। पहिला चाहिँ युट्युबतिर टिभीतिर हेरिरहेको देखिरहेको हुन्थ्यो नि त। अहिले चाहिँ आफ्नै आँखाले देख्दाखेरिमा चाहिँ एकदम विश्वास लागेको छैन। यति ठुलो, यति ह्युज वाटर छ कि यति धेरै क्वान्टिटीमा चाहिँ भइरहेको छ। नजिक आएर देख्नु सक्नुहुन्छ त्यो दुध जस्तो के पानी, यति धेरै फोर्स, यति छिटो झर्दैछ। अब चाहिँ हामी खाजा खान्छौँ, ब्रेकफास्ट। के छ गाइज? मनाङ इज अन। पछाडिको सिन यस्तो दामी आछ। आमा यार, साथी हो, यो चाहिँ यस्तो गर्नुपर्छ है। एकैचोटिमा हो है। स्वारमा पिज्जा ब्रेड। हामी चाहिँ खाजा खान लाग्यो है। अम्लेट खान लागेको छौँ। लगभग 10-15 मिनट बसिसक्यो। आयो भ्याएर माथि गएर चाहिँ खाना खान्छौँ। मनाङ छिर्यो है, मनाङ। हामी चाहिँ खाजा खाएर निस्केको ट्रिपमा छौँ हामी।
यहाँ झगडा पऱ्यो दुईटाको होइन पर्दैन यो guys what's up we are heading to Manang we are real friends yes we are very close friends कस्तो भइरह हाम्रो ट्रिप कति सुत्यो गाडी चढेर सिनहरू एउटा देख्नु भएन उनीले हजुर सिधै मनाङमा गएर आँखा खोल्छु भनेर आउनु भएको मनाङ कति बेला पुगिन्छ कति बेला खाना खाने यही थाहा छैन जता जे देख्छ त्यो घुम्दै हेर्दै ल खाना खाने स्टप आइपुग्यो दोस्रो दिनको बिहानको खाना खानु लागेको छ अहिले चाम्रे आइपुग्यो अहिले 11:30 सर कस्तो छ भात खाना कस्तो छ अब माथि मनाङ भ्यालीमा जाने कुरो छ अब डाइरेक्ट मनाङ भ्यालीमा जाने त्यो घुम्ने वरिपरि अन्त फेरि त्योभन्दा अलिक तल झरेर केही बात बस्ने अन्त त्यसपछि बल्ल ट्रेकिङ सुरु हुन्छ हाम्रो भोलिपल्ट त्यो चाहिँ हाम्रो डे 2 हो बाटो यस्तो रहेछ एकदम मर्स्याङदेखि खोला यहाँ बगिरहेछ यो चाहिँ हाम्रो स्याउबारी है मनाङको स्याउबारी शैलेश हेर नि यहाँ पानी हामी कहाँ आइपुग्यो अहिले ग्रिन लेक गाइस सर झोला राखौँ है अब यहाँ झर्यो बीच बाटोमा अब ग्रिन लेक हेर्न जान्छौँ अनि सिन हेर्न सक्नुहुन्छ हेर्नुहोस् कस्तो लागिरहेछ मेरो प्यारो देश चोर नेताहरूले बिगार्न खोजेको देश एडभेन्चर हो नि यो आज चाहिँ हामी आकाशको एकदम मध्यबिन्दुमा आइसकेका छौँ यो समुद्र सतहबाट 4445 मिटर माथि हामी आइसकेका छौँ यहाँ तल ग्रिन लेक छ यहाँ माथि डाँडा छ र माथि आकाश छ र म यहाँ छु आकाशमाथि त्यही हाम्रो यहाँ ग्रिन लेक एन्ड रेस्टुरेन्ट यो भयो होइन अन्य 7 मिनट भयो यतातिर लाग्ने रे ग्रिन लेक हाम्रो अर्को गाडी पनि आयो सर जर्नी कस्तो भइरहेको जर्नी भयङ्कर रमाइलो भइरहेछ चिसो चिसो हावा चलिरहेको चिसो छ त्यो शीतल गर्मी चल्दैछ रमाइलो हामी जाउँ ग्रिन लेकमा अब स्मल हाइकिङ हुन्छ हाम्रो सो आई निड टु गेट फिट चेकिङ माई आउटफिट North Pole, the North Face original one, $150, and this one is, you know what it is? Arctic. This is about $600. It's all shoes? It's all from Australia. Shoes? Nepali brand. Always. Where Nepali? Where is Nepali? There is Gold Star. तलतिर पुल तार्ने पुल
क्या चिसो हावा हो त मर्स्याङ्दी नदी यस्तो छ पानी यार यो लेउले गर्दाखेरि म यो हरियो देखेको छु यो लेकको नामै ग्रिन लेक दामी छ पानी चाहिँ तातो छ तर बाहिर निकालेपछि हावाले यस्तो चिसो बना स्वर्ग ठाउँमा आइपुगेको छ यार बल्ल बल्ल जस्तो गरेर चाहिँ जुरेर यहाँसम्म आइपुगेको छ अब यो पछि चाहिँ मनाङ भ्यालीतिर जान्छ मामी भोलिपल्ट चाहिँ उता आइस लेकतिर जान्छ होला त्यसपछि चाहिँ फर्किने त्यस्तो केही कुरा हुन्छ होला अहिलेलाई चाहिँ आनन्द छ आनन्द माथि पुरै हिमै हुन्छ तल चाहिँ केही छैन प्यासेन्जर अलिक धेरै भएको बेलामा चाहिँ यो एयरपोर्ट चाहिँ के भयो यस्तो बवाल छ यार यस्तो ठाउँ पनि छ के अहिलेसम्म आइपुगेन यस्तो स्वर्ग के स्वर्ग जिन्दगीमा कहिले यसरी आइपुग्थ्यो कहिले सोचेको थिएन चारैतिर पानी एकदम निलो भन्छ यता एउटा हिमाल छ है हिमाल छ यो एउटै होला तर होइन तर देखिन्छ चाहिँ धेरै नै त्यहाँ छ एउटा यहाँ छ एउटा यहाँ छ है एउटा यता छ है यहाँ छ एउटा मेन भनेको चाहिँ लुक एट दिस भ्यू गाइज लुक एट दिस भ्यू क्यामेराले त्यति राम्रो खिच्न नखिच्ला तर आँखाले जस्तो देखेको छ नि मान्छे हिँड हल्छ कि हिँड हल्छ यस्तो राम्रो छ अनि यहाँ छ निलो पानी Welcome to Manang, guys. Wow, so damn here. Bye bye.
होटलमा चाहिँ घुम्दैछौँ। अहिले चाहिँ गुम्बामा आएको छौँ, हेर्न सक्नुहुन्छ। यस्तो छ माहौल। एकदम चिसो भयो। अब चाहिँ गाडीमा चढ्यो म चाहिँ, अरूहरू बाहिर छ। अब यहाँबाट चाहिँ उता जान्छौँ, मुजुङमा जान्छौँ। अब त्यतै बस्छौँ। मनाङ भ्याली चाहिँ हामीले लगभग घुम्यौँ, माथि माथितिर चाहिँ गएनौँ। मेन मनाङ भ्यालीको चाहिँ आसपास अलिअलि घुम्यौँ, गुम्बाहरू घुम्यौँ, फर्केर आयौँ। आज हामी यो ठाउँको नामै अलि अप्ठ्यारो छ। स्पेलिङ भन्दैन, स्पेलिङ भन्दैन। स्पेलिङ MUJGHI हो होइन। अब त स्पेल गऱ्यो भने अब तपाईँ आफैले बुझ्नु बुझ्नु के हो। 3380 मिटर हाइटमा छौँ हामी। अनि हामी आज यतै बस्नुहुन्छ, भोलि पनि हामी आइस्टेक जान्छौँ। आजको मनाङ भ्याली गरेर भ्याइयो। आजको बस्ने हामीले होटल चाहिँ सुत्ने चाहिँ यो, खाना खाने चाहिँ यो अगाडिको। अहिले त्यहाँ रुम चाहिँ कमी भएर चाहिँ यहाँ चाहिँ सुत्ने। केही चान्स यहाँ मलाई फ्रीमा बस, काम केही गर्नु पर्दैन। तेरो काम घुम्ने डुल्ने मात्र भन्यो भने म लाग्छ म 10 वर्ष त बस्छु सर। बस्छु। कस्तो लाग्यो? एकदम राम्रो। एउटा राम्रै श्रीमती भयो भने म बस्छु सर। यति चाहिँ म भन्न सक्छु। ल हेर्नु सिन यस्तो हिमाल हेरेर, यस्तो गाउँ हेरेर, त्यस्तो गुम्बा छ, छोडिदिन छ, घर चाहिँ छ। तामाङलाई योभन्दा बढी के चाहिन्छ? के चाहियो? चाहिएन नि, चाहिँदैन। एउटा भोटी पनि पाए गरेर त भयो नि। आज भोटी पनि होइन, थाकाली भयो भने त आमा पैसा पैसा। ल हेरौँ है रुम कस्तो छ। सुट गर्दै गर्नुहोस् न। गर्दैछु। म हजुरको गाइड है सर। अनि सरले त झोला धेरै ल्याउनु पारेको छ सर। झोला धेरै छ। यो म वाह, राम्रो रहेछ दिदी, ठाउँ त राम्रो रहेछ त। वाह, दिदीले चाहिँ जुत्ता बाहिर खोल्नु, चप्पल लगाउनु भन्नुभयो। टक्कै चप्पल पनि ल्याएर दिनुभयो। यो चाहिँ हाम्रो दुईजनाको रुम। सुतिहाल्यो बाहिरको रुम हेर्नु त साथी हो। हेर्नु त स्प्रिङ, हेर्नु त। आजको सुताइ हाम्रो यो त हुन्छ है। अहिले चाहिँ खाजासाजा खाइयो, रुममा गयो होइन। रुममा गएर आफ्नो सामानहरू राख्यो। अन्डा चाउचाउ खाजा खाइयो, तातो तातो झोल भएको, रारा चाउचाउ र अन्डा। अहिले चाहिँ यसो वरिपरि घुम्दैछौँ। यहाँ चाहिँ यस्तो छ है, पानी चाहिँ रहन्छ। यहाँ चाहिँ एउटा भगवान्को चाहिँ मूर्ति छ होइन। अर्को एकदम सबैलाई मनपर्ने चिज भनेको चाहिँ घोडा। मलाई चाहिँ यस्तो मनपर्छ। माउ र बच्चा यस्तो दौडी हिँड्छ। सोद्धाखेरि जानेनौ भने तिमीले गठी खान्छौ। के लिएर फेरि भन न, तातो पानीलाई के भन्छ? त्यो रिपिट गरेर हेर्ने हजुर। रेकर्डै हालिन्छ कि? बोल न बोल। क्यु भन्छ पानीलाई चाहिँ, तातो भएपछि चाहिँ लेप्पा क्यु भन्छ कि, लेप्पा लेप्पा। खाना कस्तो छ? झ्याबा झ्याबा। अचार टेस्ट गर न। अचार त मैले टेस्ट गरेको हजुर, यस्तो मिठो छ नि। मिठो छ? सिलामको अचार है? सिलामको अचार काकीपछि खाएको होइन, दामी हो। यो मासुसँगले खान्छ। अनि साथी यो चाहिँ मानाङको आलु ल। बेसपाटकोले सार्छ, बेसपाटसँगले सार्छ। दुईटा दिन्छ, एउटा दियो सेकेन्ड डे अनि खाना हुँदैछ, बेलुकाको खाना। यहाँ चाहिँ हाम्रो
चिकन, यो भनेको चिसोमा पकाएको हो क्या हाम्रो उता आलु तरकारी छ, बोडी मिसाएको, साग छ, सिलामको अचार छ, यस्तो दामी छ टक्क परेको। यहाँ दाल छ, चिकन। नट स्योर को छुट्यो मामा उतै हुनुहुन्छ अनि